तपाईले कहिले यो भन्नुभएको छ, आवादेखि साँझ 11 बजे भन्दा लेट सुत्दैन। स्टार्टिङको 2-3 डेज त ठिकै जान्छ, एगेन पुरानै बानी। किन? किनभने कुनै पनि ह्याबिट चेन्ज गर्नु ठुलो कुरा होइन, त्यो ह्याबिटले लाइफको पार्ट बनाउनु इज भेरी इम्पोर्टेन्ट। र यो चिजले एक्सप्लेन गर्छ कट लुइस चेन्ज मोडलले। यो मोडल अनुसार कुनै पनि ह्याबिट चेन्ज गर्नु र त्यो ह्याबिटले लाइफको पार्ट बनाउनको लागि हामी 3 डिफरेन्ट स्टेजबाट जानुपर्छ। लेट्स अन्डरस्ट्यान्ड त्यो 3वटा डिफरेन्ट स्टेज एउटा एक्जाम्पलबाट। इमेजिन देयर इज अ गर्ल जो राति 1-2 बजेसम्म मोबाइल चलाउनुहुन्छ। बिहान उठ्न गाह्रो हुन्छ, फोकस हुँदैन, कलेज जान ढिलो हुन्छ। अनि एक दिन उहाँले रियलाइज गर्नुहुन्छ यो बानी ठिक होइन मेरो। यो हो अनफ्रिजिङ स्टेज, जसमा पार्टिकुलर इन्डिभिजुअलले आफ्नो पुरानो बानीले क्वेसन गर्छ। म किन ढिलो सुतिराखेको छु, यो ह्याबिटले मलाई के इफेक्ट गरिराखेको छ। आफ्नो पुरानो बानीलाई रियलाइज गर्नु हो। रियलाइजेसन नै चेन्जको पहिलो स्टेज हो। यदि हामी प्रब्लम नै रियलाइज गरेनौँ भने कसरी थाहा हुन्छ कि यो प्रब्लम हो कि प्रब्लम होइन, मलाई यसले चेन्ज गर्नुपर्छ औ चेन्ज गर्नु पर्दैन। अब रियलाइजेसनले मात्रै पुगेन, त्यो पार्टिकुलर इन्डिभिजुअलले एक्सन लिनु पर्यो। राति 10:30 बजे नै मोबाइल साइडमा राख्नु पर्यो। त्यसपछि मोबाइलले रिप्लेस गरेर बुक हातमा लिनु पर्यो, नोटिफिकेसन अफ गर्नु पर्यो। अनि बिस्तारै उहाँको बानी लाग्न स्टार्ट हुन्छ। 10:30-11 बजी सुत्ने बानी पर्छ, चाँडै सुत्ने बानी पर्छ। र यो बानी 1 हप्ता होइन, 1 महिना होइन, 2 महिना होइन, सधैँको लागि यो रुटिन नै बनिहाल्छ। 10:30 बजी मोबाइल साइडमा राख्ने, नोटिफिकेसन अफ गर्ने, मोबाइलले रिप्लेस गरेर बुक हातमा लिने, एकछिन पढ्ने, एन्ड सुत्ने। बिहान फ्रेस उठ्ने, फुल फोकसमा काम गर्ने, कलेज पनि टाइममै पुग्ने। यसरी उहाँले आफ्नो एउटा बानी नै चेन्ज गर्नुभयो, एउटा न्यू बिहेभियर नै चेन्ज गर्नुभयो यो 3वटा स्टेजले लिएर। फर्स्टमा उहाँ अनफ्रिजिङ स्टेजमा भएर इन्डियन रियलाइज गर्नुभयो, इन्डियन चेन्ज गर्नुभयो, एन्ड देन फ्रिजिङमा आएर अनि उहाँले त्यो पुरै रुटिनलाई आफ्नो लाइफको पार्ट नै बनाउनु भयो। सो यो मोडलले हामी यसरी बुझ्न सक्छौँ। अनि यो मोडलले हामी एउटा स्लिपिङ प्याटर्नमा मात्रै होइन, यसले हामी एक्सर्साइज गर्नको लागि, आफ्नो स्टोरी रुटिन बनाउनको लागि, जङ्क फुड कम खानको लागि, त्यसपछि स्मोकिङहरू एभोइड गर्न जस्ता डिफरेन्ट बिहेभियर चेन्जमा हामी यसले युज गर्न सक्छौँ। बिहेभियर चेन्ज गर्नको लागि हामीले यसले युज गर्न सक्छौँ। सो द लास्ट क्वेसन इज फर यु। तपाईँलाई आफ्नो कुन बिहेभियर चेन्ज गर्नुपर्ने छ अनि त्यो बिहेभियर चेन्ज गर्नमा तपाईँले यो मोडलले कसरी युज गर्नुहुन्छ?